आउनुहोस् आज हामी दयाङ राईका 2081 सालमा फिल्म कस्ता कस्ता आए, कति चले, कुन हिट भए, कुन सुपर हिट भए, कुन एभरेज रहे, कुन फ्लप भए, यसको बारेमा सम्पूर्ण कुराहरू जानौँ। दयाङ राईको 2081 सालमा आएको अन्जिला फिल्म जुन फागुनमा लागेको थियो, जो सबैभन्दा धेरै कमाउने सुपर हिट रह्यो, जसले 7.5 करोड रुपैयाँ कमाएको छ। त्यसपछि दयाङको दोस्रो फिल्म घरज्वाइँले 5.09 करोड कमाएको छ, जुन असारमा रिलिज भएको थियो। यसलाई हिट मान्न सकिन्छ। त्यस्तै तेस्रो चलचित्र मनसाराले 4.78 करोड कमायो। यसलाई सेमी हिट मान्न सकिन्छ, जुन वैशाखमा रिलिज भएको थियो। त्यस्तै गाउँ आएको बाटो जुन जेठमा रिलिज भएको थियो, त्यसले 4.19 करोड कमायो। यी त भए दयाङका सुपर हिट, सेमी हिट र एभरेज फिल्म। अब दयाङका फ्लप फिल्म पनि रहेका छन्, जसमा सबभन्दा फ्लप डिजास्टरै भएको चाहिँ राजागञ्ज, जसले 16 लाख मात्र कमायो, जुन अस्ति भर्खरै चैतमा रिलिज भएको थियो। त्यस्तै अर्को छ डिजास्टर फिल्म दुखी आत्मा, जुन फागुनमा रिलिज भएको थियो, जसले 71 लाख मात्रै कमाएको छ। अर्को फ्लप फिल्म रहेको छ कारसाङ, जुन पुसमा लागेको थियो, जसले 1.48 करोड मात्र कमायो। तपाईँलाई समग्रमा दयाङका चलचित्र, उसको व्यापार, स्टारडम कस्तो लागिरहेको छ, प्रतिक्रियाका लागि कमेन्ट गर्नुहोला। हवस् त, धन्यवाद।